बिना राजयोगो राजयोगम बिना हठ न सिद्धेत तत्त्व युगमा मानिस पत्ते समभ्यचे। बिना हठयोगको राजयोग प्राप्ति हुँदै हुँदैन। एकछिन शिवजीको रूपलाई हेर्नुहोस्। भगवान शिवको रूपमा भगवान नीलो वर्णको देखिन्छ। नीलो वर्ण भने आकाशको प्रतीक हो। भगवान शिव भनेको आकाश हो। भगवान शिव अनामा हुनुहुन्छ, अजन्मा हुनुहुन्छ। त्यो भएर उहाँलाई शङ्कर भनिन्छ कि। शङ्कर भनेको वर्णशङ्कर भनेपछि के हुन्छ, जसको बाबुआमा ठेगानले वर्णशङ्कर भन्छ, मान्छेले शङ्कर भन्ने नाम पनि राखेका हुन्छन्। शङ्कर भनेको बाबुआमा नभएको मान्छे भन्ने अर्थ आउँछ, अर्थात् ठेगान नभएको मान्छे। उनका माता पिता थिएनन्, उनलाई कसैले नाम पनि दिएनन्। भगवान शिव हामीले नै नाम दियौँ। अनामा हुनुहुन्छ, उहाँको कुनै नाम छैन। किन नाम दियौँ भनेपछि उहाँ कल्याणकारी हुनुहुन्छ, त्यो नाम हामीले शिव नाम दियौँ। शङ्कर किन नाम दियौँ, उहाँ वर्णशङ्कर भनेर उहाँको कोही जन्माउनेवाला छैन, त्यो नाम शङ्कर भन्ने नाम दियौँ। आशुतोष भन्ने नाम दियौँ किन उहाँ चाँडी प्रसन्न हुनुहुन्छ। यसरी हामीले आफ्नो स्वार्थले आफ्नो ढङ्गले नाम